तपाईहरुलाई मेरो भिडियोमा चाहिँ स्वागत छ। थ्याङ्क यू सो मच। धन्यवाद। तपाईहरुको घर चाहिँ कता होला? मेरो घर चाहिँ नेपालको चन्द्रपुर। तपाईको? सेम मेरो पनि नेपालको चन्द्रपुर रौतहट डिस्ट्रिक्ट। मेरो धनुषा जिल्ला। जापान चाहिँ कहिले आउनुभएको? म ठ्याक्कै जिउगाचुन कुन साल? 25 को। 2025 तपाईँ चाहिँ कहिले मेरो त आउनुभएको? भर्खर एक हप्ता ति भइरहेको। एक हप्ता जति भयो। अर्थात् 2026 को अप्रिल इन्टेकमा आउनुभयो भनेर बुझ्नु पर्यो है। तपाईँ चाहिँ कहिले म आउनुभयो? अहिले 5-7 महिना अगाडि लगभग 10 को छेकमा आएको। 2025 को लगत्तै। भनेपछि 2025 को अक्टोबर इन्टेकमा आउनुभएको हजुर है। हजुर। ल ठिक छ। तपाईहरुलाई चाहिँ हैन पुनः फेरि पनि मेरो भिडियोमा धेरै धेरै स्वागत छ हैन। मलाई चाहिँ अलिकति हैन यसरी विदेशी स्टुडेन्टहरुलाई चाहिँ विभिन्न किसिमको क्वेशनहरु चाहिँ सोध्ने एकदमै हैन इच्छा छ हैन र इन्टरभ्यु यसरी नै लिइरहेको छु हैन धेरै स्टुडेन्टहरुको चाहिँ। तपाईले चाहिँ यसरी मलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। ल तपाईबाट मैले सुरुवात गर्न चाहे हैन। तपाईलाई चाहिँ हैन जापान आउनुभन्दा अगाडि र जापान आइसकेपछि के कस्तो भिन्नताहरू पाउनुभयो, के कस्तो लागिरहेको छ? जापान आउनुभन्दा अगाडि चाहिँ सोचेको कुराहरू चाहिँ र आइसकेपछि हैन? जापान आउनुभन्दा अगाडि चाहिँ अब टिकटकहरूमा हेर्थेँ, साथीभाइहरू सुन्थेँ जापान यस्तो छ उस्तो होइन। स्टुडेन्ट लाइफमा चाहिँ अलिकति गाह्रै छ। अब सजिलै छ भन्न सकिँदैन होइन। तर आफ्नो टाइम म्यानेजमेन्ट, मनी म्यानेजमेन्ट त्यो अलिकति गर्न सकेपछि चाहिँ राम्रै छ भन्न खोज्छु। अब मेन कुरो भनेको ठाउँ हेरिकन मान्छे टोकियो जान्छ, अरू ठाउँमा जान्छ। अब आफ्नो जुनसुकै ठाउँमा गए पनि स्ट्रगल डु इट भनेर आउनु पर्यो जापान चाहिँ। हजुर। अब म आउँछु यति पैसा कमाउँछु भन्ने चाहिँ हुँदैन यहाँ। हजुर हजुर। नत्र मान्छेले धेरै एक्सपेक्टेसन गर्न थाल्छ। म जान्छु पैसा छापेको चाहिँ गर्नु भएन। त्यो धेरै एक्सपेक्ट गर्न थालेपछि चाहिँ एकैचोटि तल गइन्छ भन्ने कुरा हो। जस जापानमा चाहिँ पैसा छाप्ने मेसिन चाहिँ छैन। एकदम स्ट्रगल गर्न सक्नु पर्यो। स्ट्रगल गर्नेलाई चाहिँ फेरि छैन भन्न पनि मिल्दैन। स्ट्रगल गर्नु पर्यो। अब स्ट्रगलै नगरी मलाई पैसा आइरहन्छ भन्ने पनि हुँदैन। त्यस्तो चाहिँ लाग्छ मेरो ओपिनियनमा। त्यसैले अब टिकटकहरूमा यताउता हेरिरहन्थेँ। अब आइहाले, अब स्ट्रगल लाइफ छ त्यति। तपाईलाई चाहिँ कस्तो लागिरहेछ? खासमा अब एक हप्ता अगाडि आउनुभएको रहेछ हैन जापान चाहिँ हैन र 2026 को अप्रिल इन्टेकमा आएको पनि एक हप्ता जति भइसक्यो हैन। के कस्तो भइरहेछ तपाईको लाइफ? मैले त अब त्यस्तो अब के अनुभव पनि गरेँ हैन, बिस्तारै गरिन्छ। अब ठिकै छ, रमाइलो छ त्यस्तो चाहिँ। तपाई एक हप्ता अगाडि आइसकेपछि भनेपछि अझै पार्ट टाइम जबहरु त स्टार्ट भएको छैन होला है? स्टार्ट भएन। तपाईको अनि आइसकेपछि तपाईको स्कुल स्टार्ट भयो है? स्कुल स्टार्ट भइसक्यो? स्टार्ट भइसक्यो। 2 दिन गएर त्यहाँबाट गोल्डन विकको बिदा। गोल्डन विकको बिदा है। 2 दिन स्कुल जानुभयो, त्यसपछि गोल्डन विकको बिदा। साथसाथै तपाईको बैंक एकाउन्टहरु बनाउने प्रोसेस हुन्छ होला सायद स्कुलहरुमा। के भयो? बैंक एकाउन्ट भइसक्यो है? भइसक्यो। यस कामको पर्खाइमा हुनुहुन्छ अब पार्ट टाइम जबको। हजुर। यस सोचेभन्दा फरक रहेछ कि के कस्तो रहेछ? नेपाल हुँदाखेरि चाहिँ कस्तो सोच्नु मात्रै, यहाँ आइसकेपछि कस्तो सोच्नु? अझै अनुभव त ठिकै लागिरहा। त्यति बेला पनि अब जे सोचेको थिएँ अब त्यस्तो धेरै एक्सपेक्टेसन पनि थिएन त्यस्तो केही पनि। हजुर हजुर। जाने हो, राम्ररी पढ्ने हो, अलिकति बिस्तारै गरौँला। हजुर। त्यही हो, ठिकै छ त्यो। अनि तपाईको साथीभाइ चिनेको मान्छेहरु कोही हुनुहुन्थ्यो जापानमा? ऊ साथी सानादेखिको सँगै पढेको साथी। उसैले गर्दाखेरि म यहाँ ओकिनावा चुज गरेको। हो र। तपाई चाहिँ जापान नै किन आउनुभयो? जस्तै अरू देशहरु पनि हुन्थ्यो होला सायद हैन? जस्तै अस्ट्रेलिया, अमेरिका हैन, क्यानाडा हैन, विभिन्न देशहरु थियो। जापान चाहिँ किन आउनुभयो? जापान नै किन? तपाईको केसमा यहाँको चाहिँ यहाँको अलिकति यो मतलब वातावरणै छुट्टै के अलिकति भन्छ नि, अलिकति अब क्लिननेसदेखि होस् हैन, एकदम राम्रो। के साथी चाहिँ जापानमा हुनुहुन्थ्यो त्यो भएर चाहिँ जो साथी भएर पनि आउनुभयो कि त्यस्तो चाहिँ हैन? साथीको फाइदा भयो त अब धेरै छन् साथीहरु। ठिकै छ ठिकै छ। ओके, थ्यांक यू सो मच। तपाईको के कस्तो भइरहेछ? सोचे भन्दा फरक छ कि के कस्तो छ? नेपाल हुँदाखेरि जस्तो हैन सोच्नु भयो कि नेपाल हुँदाखेरि हैन जे सोच्नु भयो त्यही नै भइरहेछ जापान आइसकेपछि कि अलिकति केही फरक छ केही कुराहरु चाहिँ? जापान बाहिरबाट हेर्दाखेरि एकदम राम्रो कन्ट्री हो, एकदम फुलबुटा भरे जस्तो कन्ट्री भए तापनि भित्र चाहिँ एकदम स्ट्रगल गर्नु पर्दो रहेछ। अनि टाइम के हो भन्ने कुरो पनि बुझ्नु पर्दो रहेछ। स्कुल पढ्दाखेरि टाइम म्यानेजमेन्ट गर्दाखेरि जस्तै 10 बजे पुग्नुपर्ने ठाउँ 10:15 पनि पुगेको थिएँ। हजुर। तर यहाँ चाहिँ त्यस्तो हुँदैन रहेछ। 10 भनेपछि 10 बज्नु पर्दो रहेछ। त्योभन्दा 1 मिनेट अगाडि न पछाडि हुँदो रहेछ। टाइम म्यानेजमेन्ट गर्न चाहिँ कसरी टाइम के हो भन्ने कुरो चाहिँ पढेको मात्र थिएँ। तर यहाँ चाहिँ सबै कुरा थाहा हुँदो रहेछ भन्ने कुरा चाहिँ थाहा भयो। जापानमा यस्तो यो सोचेर आथी त्यो सोचेर आथी भन्ने चाहिँ हुँदैन। परिवारको लागि यस्तो गर्छु उस्तो गर्छु भनेर चाहिँ थिएन कि भविष्यमा के हुन्छ भन्ने एउटा आश चाहिँ हो। अब त्यसको लागि अहिले स्ट्रगल गर्नुपर्ने छ। अब स्टुडेन्ट लाइफ हो, स्टुडेन्ट लाइफमा स्ट्रगल त भइ नै हाल्छ। तर स्ट्रगलसँग पछि हटेको छुइनँ, स्ट्रगल गरिरहेको छु अहिले। जस राम्रो छ। अब सोचे भन्दा राम्रै भन्नु पर्यो। मैले त अब कसैले त कामै पाएको थिएन। मैले त आउने बित्तिकै अब स्कुलले पनि
लगाइदिइहाल्यो हजुर काम पाएको छ त्यस्तो खासै दुःख सुख छैन त्यो साथीभाइहरू सबै रमाइलो छ राम्रो छ अहिले त अनि तपाईँ तिनजनाले चाहिँ मेरो प्रश्न होइन जस्तै होइन भन्छन् कि होइन आर्थिक समस्याहरू हुन्छ गइसकेपछि होइन अब तपाईँहरू नर्मली नेपालको सन्दर्भमा चाहिँ प्रायः जस्तो मान्छे धेरै जस्तो होइन मिडियम वर्गका मान्छेहरू चाहिँ जापान आउने गर्छन् होइन सुनेअनुसार ल त्यो भइसकेपछि प्रायः जस्तो मान्छेहरू चाहिँ लोनमै आउँछन् होइन बुझेअनुसार चाहिँ ल अब ठ्याक्कै त विभिन्न कुराहरू थाहा भएन तर सुनेअनुसार चाहिँ लोनमै आउँछन् होइन तपाईँहरू पनि लोनमै आउनुभएको थियो कस्तो छ मेरो पर्सपेक्टिभमा चाहिँ म चाहिँ लोनमै आएको हजुर आफैले त्यो गरेर लोनमै आएको हजुर बट मेरो अलिकति फाइनेन्सियली भन्दा नि मेरो दादा हुनुहुन्छ दादाले सपोर्टिभ हुनुहुन्छ सो द्याट त्यति पनि प्रेसर चाहिँ छैन जस आएको लोन चाहिँ तिरिसक्नुभयो के कस्तो छ लगभग अलिअलि बाँकी छ तपाईँ त भर्खर आउनुभएको छ होइन भर्खर आउनुभएको छ तपाईँको केसमा चाहिँ के छ लोन आएको लोनहरू सक्यो तिरेर आएको कि छैन तिर्नलाई अब मेरो चाहिँ जन्म मम्मीले दिए पनि सबै थोक अनि दिदीले नि हो सबै दिदी हो अनि यताको टेन्सन नगर हामी छौँ भनेर साथ सपोर्ट छ हजुर अब अलिअलि पठाइयो होला हजुर जस तिर्नुपर्ने ठाउँमा तिरिँदैछ अब दिदीलाई अब कमाउँदै बिस्तारै तिर्नुपर्छ भन्ने छ अब अलिअलि लोन त छँदैछ त्यसमा स्ट्रगल गरिरहेको छु एक दिन तिरिन्छ भन्ने छ अनि स्कुलको पढाइहरू चाहिँ कस्तो भइरहेको छ जोस् पढाइ त सबभन्दा बेस्ट लाग्छ अरू साथीभाइहरू पनि छ अनि सुन्छु यसरी पढाउँछ र हाम्रोमा हेरिकन चाहिँ मलाई चाहिँ बेस्ट लाग्छ अरूको ओपिनियन आई डोन्ट नो तपाईँ चाहिँ कुन स्कुलमा पढ्नुहुन्छ म चाहिँ स्टेप वर्ल्ड सुतेपुहरू त तपाईँ पनि हामी सबै सेमै हो अनि जेउस स्कुलको टिचरहरू चाहिँ एकदमै सहयोगी हुनुहुन्छ एकदमै आशासी एकदम सहयोगी सानमुगाकोहरू चाहिँ के सोध्दै हुनुहुन्छ सानमुगाको चाहिँ कहाँ जाने स्पेसली तपाईँको केसमा छ तपाईँहरू त अब 2027 को सानगाचुमा सायद ग्रेजुएट हुनुहुन्छ होला है त्यो भइसकेपछि कहाँको सानमुगाको जाँदै हुनुहुन्छ होइन के सोध्दै हुनुहुन्छ जान त टोकियो खोज्दैछु अब पहिला इन्टरभ्यूहरू मेन्सेजहरू हुन्छ टोकियो जान खोज्दैछु अब त्यही अनुसारले हेर्छु अब होइन भने सानमुगाकोहरू पनि यहाँ पनि ठिकै छ अब किन भन्दाखेरि अब बाहिरको मान्छेहरू यहाँ आइरहेको हुन्छ अब टोकियोहरूमा अब मेन्सेज पास गर्न पनि सक्दैन एक्जामहरू हुन्छ प्रोसेसहरू हुन्छ पास गर्न नसकेर यहाँ आउँछ अब हेर्दैछु अब प्रोसेस चल्दैछ तपाईँको केसमा चाहिँ भर्खर आउनुभएको छ त्यही भएर सानमुगाको चाहिँ दिनुहोस् होइन भर्खरै आएको अब बिस्तारै अनुभव गरिन्छ त्यहाँबाट तपाईँको चाहिँ के छ सानमुगाको कहाँ जानुहुन्छ यतैतिर ओकिनावामै बस्नुहुन्छ कि दिनुहोस् बाहिरतिर ओकिनावा बाहेक अरू सिटीहरू छोड्नु भनेको त मलाई दशा लाग्ने जस्तै अब सिटी भनेको सिटी हुन्छ बाहिर जाँदा राम्रो चाहिँ हो सिटी राम्रो हो ओकिनावा चाहिँ के हो त्यसमा ओकिनावा गाउँ भन्न खोज्नु भएको कि कस्तो ओकिनावा चाहिँ गाउँ भन्दा पनि मेरो एक दुईजना रिलेटिभ्स हुन्छ दिदी हजुर यहाँबाट बाहिर जाने बित्तिकै मलाई दुःख सुख पर्दा मान्छेहरू ओकिनावा चाहिँ गाउँ हो कि होइन भनेर चाहिँ सर्टकटमा होइन स्टेट एन्सर दिनुपर्दा के भन्नुहुन्छ ओकिनावाको नाहा सिटी चाहिँ ओकिनावा टोकियो हेरिकन गाउँै हो तर ओकिनावा म बसेको ठाउँ चाहिँ ओकिनावा हेरिकन म चाहिँ सिटी नै भएकाले ओकिनावाको मेन सिटी नै हो ओकिनावाको मेन सिटी होइन कतिको विकसित छ विकसित अब यति धेरै विकसित छ कि हजुर आफ्नो रुमसम्म जाँदाखेरि पनि पिचे रोड जस्तो छ यहाँ त है एकदम राम्रो सबै थोक छ न लाइन बिजुली बत्तीदेखि लिएर हरेक कुरा वाइफाई साइफाई यति फास्ट छैन हरेक कुरा फास्ट छ एकदम राम्रो छ धुलो धुवा कहीँ पनि देख्नुहुन्न एकदमै होइन तपाईँहरूसँग कुरा गर्दा धेरै खुसी लाग्यो साथसाथै अब त्यसो भए होइन तपाईँहरू चाहिँ अब होइन 2027 को सानगाचुमा ग्रेजुएसन गर्ने स्टुडेन्टहरू चाहिँ यनगाको पास गरेर सानगाको जानुहुन्छ है अनि तपाईँको चाहिँ परिवारसँग के कस्तो छ कुराकानी हुन्छ डेली परिवारको लगभग बाबा तपाईँको मानिस डेली कुरा हुन्छ डेली कुरा भन्दा पनि कहिले दिन बिराएर हुन्छ तर त्यति खासै त्यति फोनमा ढुक्दैन कामले गर्दाखेरि अलिक निद्रा लाग्छ बढी अनि यसो 5-7 मिनट अनुहार देखाएँ यस्तै छ छुट्टीको बेला मम्मीहरू चाहिँ के छ तपाईँहरूसँग कुरा गर्दाखेरि अलिकति चिन्तित हुने अथवा रुने कहिलेकाहीँ तपाईँहरू होइन हुन्छ नि तपाईँहरू पनि अलिकति घरको परिवारको याद आउने त्यस्तो कुराहरू हुन्छ याद त आइहाल्दो रहेछ नेपालको विशेष गरी नेपालकै आउँछ आफ्नो देशको आउँछ हजुर हजुर मै गएको त नआउने कुरै भएन जेस आउँछ तर जेस अब यादसँग लड्न पनि सिक्नुपर्छ स्ट्रगल गरिरहेको छु त्यसैले गर्दाखेरि त्यस्तो याद आए तापनि अब यतिकै मनबाट चित्त बुझाउनु पर्छ भन्ने छ तपाईँको चाहिँ के गर्छ घर मम्मी बाबासँग याद आइरहेको छ आएको एक हप्ता भयो कि होइन याद आइरहन्छ ठिकै छ यो त आयो अब गरेर पनि के हुने हो र पछि गइन्छ भेटिन्छ है तपाईँको केसमा चाहिँ कस्तो मम्मी बाबासँग के कस्तो कुरा भइरहेको त्यस्तो पनि अब हुन्छ नि साह्रै हुने गरेपछि त्यस्तो हुँदैन याद आउँछ अब स्ट्रगल छोरा मान्छे बाहिर जानै पर्छ कमाउनै पर्छ पैसा भएन भने त अब सब यता न उता हुन्छ भन्ने कुराले हो अनि तपाईँलाई चाहिँ के छ पैसाको महत्त्व चाहिँ जापान आइसकेपछि के कस्तो लाग्यो होइन पैसाको महत्त्व पैसाको बारेमा चाहिँ के भन्नुहुन्छ
नेपालमा चाहिँ पैसाको महत्त्व धेरै नै लाग्थ्यो यहाँ भएपछि धेरै कमाउने भएकाले धेरै खर्च हुन्छ पैसाको महत्त्व त धेरै नै छ अब सेभिङ हुन्छ कि यहाँ चाहिँ तपाईँको सेभिङ सेभिङ चाहिँ हुन्छ आफूमा पनि भर पर्छ अब आफूले कतिको गर्ने भन्ने कुरो पनि हुन्छ अब त्यतिकै उडाउनु थाल्यो भने त पैसा कहीँ पनि सेभ हुँदैन हजुर। जो सेभ गरिन्छ त्यो ठिक छ राम्रो छ कमाइ अनुसारको बचत पनि राम्रै चलिरहेछ अहिलेसम्म तपाईँको के छ सेभिङ भइरहेछ मैले सुनेअनुसार चाहिँ जापानमा कमाइभन्दा खर्चहरू पनि धेरै हुन्छ होइन सबै कुरा महँगी उत्तिकै छ भनेर सुनिरहेको थिएँ। मेन कता कुरो कता, के चाहिँ भन्नुहुन्छ? डिपेन्ड अन पर्सन हुन्छ हजुर। जसले जसरी कमाउँछ त्यो अनुसारले खर्च पनि गर्दो रहेछ हजुर अब सेभिङ भन्ने कुरा अब मान्छेमा भर पर्छ अब सेभिङ गर्न सक्ने मान्छेले यहाँ सेभिङ गरेर घर पनि बनाएको देखा होइन हजुर हजुर जग्गा किनेको पनि देखा हजुर अब नगर्न सक्ने यहाँ 4 लाख कमाए पनि सब खर्च गर्ने पनि मान्छे छ देखेको पनि छ सो हजुर हजुर मान्छेमा भर पर्छ जस्तो लाग्छ मलाई अनि तपाईँको यसमा चाहिँ के छ आएको तपाईँको होइन 1 हप्ता जति भयो आउँदाखेरि कति पैसा लिएर आउनुहुन्छ नर्मली स्टुडेन्टहरूले 10 मान होइन अर्थात् 1 लाख अथवा 1,20,000 30,000 लिएर आउँछ तपाईँ चाहिँ कति लिएर आउनु मैले लगभग 1 लाख जति लिएर आउनु के छ सक्यो कि छ अझै सक्न सकेँ होइन अलिअलि खर्च भयो अलिअलि छ महँगो छ महँगो चाहिँ महँगो छ नेपालमा 20 रुपियाँको पाउने वाइवाई चाउचाउ चाहिँ यहाँ कति पर्दो रहेछ कति 100 कि हो कि 120 पर्दो रहेछ होइन 100% 100 पर्छ 94 पर्छ 94 पर्छ एक्ज्याक्ट भन्नुपर्दा एक्ज्याक्ट भन्नुपर्दा 94 पर्छ तर पनि उसलाई चाहिँ राउन्ड अप गर्दाखेरि चाहिँ 100 नै हुन्छ त्यसो महँगी चाहिँ धेरै नै छ महँगी अब पैसा कमाए अनुसार जापानमा मान्छेले कमाए अनुसार चाहिँ ठिकै जस्तो लाग्छ तर अलिक महँगै छ त्यति पनि अब सस्तै भन्नु थोरै चाहिँ अलिकति होइन पर्सनल कुरामा चाहिँ जाँदैछु होइन यदि तपाईँले चाहिँ एन्सर दिन मन लाग्छ भने चाहिँ दिनु होला होइन कम्पलसरी चाहिँ छैन तपाईँको चाहिँ गर्लफ्रेन्ड छ कि नै गर्लफ्रेन्ड अहिले त छैन तर बनाउने सोचा छु कोही यस्तो राम्रो केटी हो भने यसो आफूलाई विचार गर्न सकिन्छ विचार गर्नु आफूलाई बुझ्ने हुनु पर्यो त्यति भएपछि विचार गर्न सक्नुहुन्छ अहिलेको अवस्थामा चाहिँ हुनुहुन्न भनेर आजको अवस्थामा तपाईँको दुःख नमान्नु होला होइन दियोस् कम्पलसरी क्वेसन चाहिँ होइन दियोस् एन्सर चाहिँ तपाईँको इच्छा कुरा गर्लफ्रेन्ड हुनुहुन्छ कि नै छ नेपालमा हुनुहुन्छ कि जापानमा हुनुहुन्छ नेपालमै हुनुहुन्छ कुराकानी हुन्छ डेन्जर हुन्छ अहिले पनि फोन गरेर आऊ अहिले पनि कुरा गर्दै हुनुहुन्छ है थ्याङ्क यू तपाईँको केसमा चाहिँ के कस्तो छ गर्लफ्रेन्ड हुनुहुन्छ तपाईँको नेपालमा हुनुहुन्छ नेपालमै हुनुहुन्छ यहाँ अब कुरो मार्ने भयो। त्यसमा होइन नेपालमै गर्लफ्रेन्ड हुनुहुन्छ तपाईँको केसमा चाहिँ हुनुहुन्न सोध्दै हुनुहुन्छ होइन तपाईँ दुईजनाको चाहिँ नेपालमै हुँदो रहेछ कि होइन के छ तपाईँहरू चाहिँ उतातिर नेपालमा गर्लफ्रेन्ड हुने क्रममा चाहिँ यतातिर होइन अरूसँग लाग्ने त नभए अरू केटीहरू चाहिँ मनपर्ने त त्यस्तो केसहरू हुन्छ कि हुँदैन कामले फुर्सदै छैन अरूसँग लाग्ने त होइन पुरा मैले बुझेअनुसार चाहिँ जसमा नेपालमा गर्लफ्रेन्ड अथवा बोयफ्रेन्ड भए तापनि जापान आइसकेपछि नभए होइन अस्ट्रेलिया युके क्यानाडा होइन अमेरिका आइसकेपछि अरू केटाहरू अथवा अरू केटीहरू चाहिँ मनपर्ने केसहरू पनि हुन्छ सुन्नुभयो होला सायद है ठ्याक्कै भन्नुपर्दा सुन्नुभयो होला मेरो सुन्नुभयो होला अब दिएको कस्तो हुन्छ तपाईँको चाहिँ भन्नु खोजेको सुन्न चाहिँ सुन्नुभएको छ तपाईँको केसमा पनि त्यस्तो छैन मेरो केसमा चाहिँ अब त्यस्तो एकदम लोयल हुनुहुन्छ भनेर लोयलै छ तपाईँ पनि मेरो त अब कस्तो आँखा चाहिँ जान्छ जे होस् मन चाहिँ जाँदैन आँखा चाहिँ जान्छ मन चाहिँ जाँदैन होइन तपाईँको केसमा चाहिँ हुन्छ तपाईँको त अब गर्लफ्रेन्ड नै छैन मलाई चाहिँ केटी भन्दा नि पैसा धेरै माया लाग्छ होइन पैसा धेरै पैसाको मनपर्छ भने जस्तो लाग्छ भनेपछि तपाईँले चाहिँ त्यसमा भन्न खोज्नु भएको चाहिँ छन् गढी सबै मेरी छन् गढी सबै तेरी भन्नु जस्तो एकदम एकदम सही नै हो पैसा कमाउने हो पैसा उमेर आएपछि बिहे गरिहालिन्छ नि एक न एक दिन भन्ने हो हजुर हजुर ठिकै छ अब कोही एकदम बुझ्ने केटी छ सिङ्गलै बस्ने हो सिङ्गलै बस्ने सिङ्गलै बिहे गर्ने उमेरमा जे होस् गर्लफ्रेन्ड घुमाएर बस्छ तिमी होइन ठिकै छ जे होस् यतिकै आफूले जस्तो सोच्यो त्यस्तै हुन्छ क्या अब केटीहरू त हुन्छ नि राम्री राम्री अब यो हाम्रो भागमा छैन केटी हुन्छ आँखा जान्छ हजुर, होइन? हजुर। तर त्यस्तो सोच्ने त जाँदैन हजुर अब हामी त कन्ने केटो हो हामीले त हेर्दा नि के भने बिहे गरेर आएकोले त हेरेर हुन्छ नि हामी कन्ने केटा हामीले हेर्दा आफ्नो विचार हो त्यो चाहिँ आफ्नो विचार राख्न पाइयो होइन त्यसको लागि चाहिँ समस्या भएन ओके त्यस बाद चाहिँ तपाईँको होइन अब हामी इन्टरभ्यूको अन्त्यतिर चाहिँ आइसकेको छौँ होइन तपाईँहरू चाहिँ जे होस् होइन अब चाहिँ के गर्नुहुन्छ आज काम छ तपाईँको मेरो बिहा समिति आज चाहिँ बिदा छु तपाईँको चाहिँ के छ अझै काम स्टार्ट भएको छैन है मेरो रातिको 12 बजेदेखि बिहानको 8 बजेसम्म लगाएर 8 बजीसम्म काम हुन्छ त्यसपछि फर्केर आउनुहुन्छ अनि के गर्नुहुन्छ त्यसपछि फर्केर आउँछु एकछिन पढ्छु गर्छु हजुर खाना चाहिँ के छ खाना आफै बनाउनुहुन्छ कि कतै बाहिर खानुहुन्छ अब गर्लफ्रेन्ड छैन राम्रो दिँदैन होस्टेलले केटी त्यही पनि हजुर गर्लफ्रेन्ड भयो त नेपाली हुने यहाँ छैन हजुर त्यही पनि छैन आफै बनाउने खाने है भाँडासाँडा सबै आफै माझ्दिनु सबै तपाईँलाई के छ खाना बनाउन आउँछ 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 है नर्मल के बनाउन सक्नुहुन्छ नर्मल अब दाल बनाउन सकिन्छ यहाँ खाने भनेको मासु हो त्यो पनि सकिन्छ भात सकिन्छ सकिन्छ है सकिन्छ आफै त्यसमा आफै बनाउने खाने चाहिँ गरेर राख्नु भएको छ
तपाईँको किस्मत चाहिँ के छ अवस्था म त सेवै भने नि हुन्छ त्यस्तो है? मिठो पकाइदिन्छु है? खाने मान्छेले चाहिँ राम्रै भने अहिलेसम्म आफ्नै तारिफ आफै फेरि त्यस मजाले खाना चाहिँ नर्मली बनाउन आउँछ एकदम एकदम उसले खाना मिठो बनाउँछ। अस्ति खाँदाखेरि पनि मिठै थियो, नुनको साथमा चिनी हालेर छ हजुर। मिठो त्यो पनि दुईचोटि त्यो पनि हो दुईचोटि र? ए नुन हाल्नुको सट्टामा चाहिँ चिनी हालेर त्यो त चाहिँ बिर्सिनु भयो खिरमा ए खिरमा हो खिरमा चाहिँ उल्टो भएर नुन भएछ, चिनी हाल्नुपर्ने मिस्टेक भयो। ल ठिक छ ओके ओके ल थ्याङ्क यू सो मच होइन तपाईँहरूको होइन समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। साथसाथै तपाईँहरूको चाहिँ आगामी होइन जीवन आगामी करियर चाहिँ एकदम राम्रो होस् है। मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। एकदमै मिहिनेत गर्नुहोस् होइन, आफ्नो होइन आफूले सोचेको कुराहरू चाहिँ जे होस् होइन लक्ष्यहरू चाहिँ पुरा गर्नुहोस् अनि त्यसपछि जे होस् भविष्य उज्जवल होस्। धेरै धेरै शुभकामना छ। हजुरलाई पनि धन्यवाद। धन्यवाद। इन्टरभ्यू चाहिँ सकाउन चाहन्छु। थ्याङ्क यू थ्याङ्क यू